ल जसलाई लेखे भए पनि तपाईलाई धेरै धेरै धन्यवाद। तर मतलब भन्ने चल अब यो कुरालाई पछाडि छ अनि कमेन्ट पढ्दै जाम। के लेख्नु भएको छ? हेलो बुनु। यो बुनु लेख्नेको मलाई धेरै धेरै नाम लाग्छ हैन दिदी? बुनु वर्ड धेरै राम्रो छ। अति उत्तम। प्रभावित भए म तपाईसित जो पनि हुनुहुन्छ। तपाईलाई चाहिँ धन्यवाद बहिनी गरे। फेरि हेलो बुनु लेख्नु भएको छ कले धेरै धेरै धन्यवाद। कले बहिनी लेख्नु भएको छ। अब दिदी हो कि दाइ हो मलाई थाहा भएन तर तपाईलाई पनि धेरै धेरै धन्यवाद। आएर चाहिँ मेरो लाइभ हेरिदिनु भएको छ। तपाईलाई लभ यू बहुत लभ यू लभ यू लभ यू लभ यू। जति पनि अहिले मेरो दर्शक आइराख्नु भएको छ मलाई हेरिदिनु भएको छ त्यसका लागि तपाईहरुलाई धेरैलाई सम्पूर्ण नमस्ते र धन्यवाद है मेरो दिलैबाट। अब फेरि कले बुनु लेखिदिनु भएको छ। आई लभ यू कले बुनु लेख्नु भएको छ। तपाईलाई धन्यवाद। अनि कले आई लभ यू माथि गइसक्यो। बुनु फेरि बुनु बुनु शब्द अब कति आई लभ यू लेख्नु भएको छ। आई लभ यू टु जले पनि लेख्नु भयो। प्यारी प्यारी लेख्नु भएको छ। धेरै धेरै धन्यवाद तपाईलाई चाहिँ। अनि आई लभ यू लेख्नु भएको छ फेरि कले धेरै धेरै धन्यवाद। फेरि बुनु लेख्नु भएको छ धेरै धेरै धन्यवाद। हेलो लिसा लेख्नु भएको छ तपाईलाई चाहिँ मेरो हाई। डान्स कले चाहिँ डान्स लेख्नु भएको छ। अहिले चाहिँ डान्स गर्न मिल्दैन सायद। अहिले चाहिँ मिल्दैन। कले बुनु लेख्नु भएको छ। अब एउटा काम गर्ने तपाईलाई धेरै डान्स हेर्ने मन लागिरहेको छ भने मेरो आइडीमा जानु अनि हेरिदिनु। वही डान्स छ जो छ अलिकता कमेडी पनि छ। तपाईलाई नउलाई अब फलो पनि गरिदिनु होला। गएर वही हेर्ने पर आइडीमा। आइडीको चाहिँ तपाईलाई थाहा होला लिसा लिसा जाने जानुस्। बिग फ्यान लेख्नु भएको छ कले बिग फ्यान धेरै धेरै धन्यवाद तपाईलाई मेरो यो बिग फ्यान लेख्नुलाई लभ यू लभ यू। नानी नानी लेख्नु भएको छ कले धेरै धेरै धन्यवाद। नाइस सिस्टर लेख्नु भएको छ कले तपाईलाई पनि धेरै धेरै धन्यवाद है। धेरै धेरै मनदेखि सच्चो कसम खान्छु के मलाई बहुत राम्रो लागिरहेछ अहिले चाहिँ। कले बेबी लेख्नु भएको छ। फेरि कले बुनु लेख्नु भएको छ। धेरै धेरै धन्यवाद। लिसा बुनु लेख्नु भएको छ। गेट पढ्न पाइन त्यसका लागि पनि धेरै धेरै धन्यवाद। कले बुढी लेख्नु भएको छ गरे। चल कले बुनु लेख्नु भएको छ गरे धेरै धेरै धन्यवाद बुनु। अनि हाई द लाइफ लेख्नु भएको छ। लाइफमै छु। बिग फ्यान लेख्नु भएको छ धेरै धेरै धन्यवाद। बिग फ्यान लेख्दिन लागि तपाईलाई धेरै धेरै धन्यवाद। अरु के छ? बोली बोली लेख्नु भएको छ कले। अरु के छ? बेबी गर्ल लेख्नु भएको छ धेरै धेरै धन्यवाद। बेबी गर्ल लेख्दिनलाई तपाईलाई धेरै धेरै धन्यवाद। अब चाहिँ म नमस्ते त कमेन्ट गर्छु है अगाडि गरौँ। कले बुढी लेख्दिनु भएको छ। भेरी ह्यापी गरे। कले आई एम भेरी ह्यापी लेख्नु भएको छ। खुसी हुने आशीर्वाद खुसी हुन हाँसिराख्नु तपाईँ जसले पनि आई एम भेरी ह्याप्पी लेख्नु भएको छ। हाँसिराख्नु सधैँका लागि यो मेरो आशीर्वाद हो तपाईलाई। बुनु फ्री फायर खेलौँ न। यो चाहिँ अस्ति पनि इन्डियन हो